पहाडको शिखरमा रहेको एउटा ठुलो चट्टान जो मानव निर्मित त पक्कै पनि होइन। अनि कसैले देउरालीको ढुङ्गामाथि चढाइएको फूल जस्तै देखिने यहाँ अवस्थित एउटा सुन्दर मन्दिर जो आफैले अनेकौं रहस्यमयहरू बोकेको छ। वर्षौंदेखि अवस्थित यो भयानक चट्टानमा खोपिएर बनाइएको बाटो जसले पर्यटकहरूलाई आउन सहज बनाउँदो रहेछ। यतिको सुन्दर ठाउँ, यतिको भयानक एडभेन्चर भएको ठाउँ चाहिँ सायदै म चाहिँ अहिलेसम्म घुमिएको थिएन साथी हो। तपाईँहरू पनि सायदै घुम्नु भएको छैन भनेदेखि चाहिँ पहिरिँबाट चल्नु खोजेको है क्या हो कि डर लाग्दैछ, खुट्टा काम्दैछ है क्या हो। यहाँ आउँदा भयो गढीधाम। त्यहाँ चलिरहने चिसो सिरेटो अनि तल तल देखिने यी सुन्दर गाउँहरू। हामी दुई भाइ यिनै सुन्दरताको वर्णन गर्दै पुग्यौं गढी मन्दिर जो इस्ट सिक्किमको सेन्ट्रल पाण्डममा अवस्थित छ। भिरालो चट्टानमा पनि यति सहज तरिकाले हिँड्न मिल्ने सिँढी बनाइएको रहेछ। पर्यटकहरू उँधो झरेर दुर्घटना नहोस् भनेर होला छेउतिर बनाइएको यी अग्ला रेलिङ जसले सुन्दरतामा अझै चार चाँद भरिरहेको थियो। यताको चाहिँ रम्फू छरिरहेछ हौ। त्यहाँबाट देख्छ होला नि त हामी त। मलाई चाहिँ यहाँबाट हेर्दा हुने रहेछ यी हो निस्किरहेको यहाँबाट चाहिँ यतिको देख्नु हुँदो रहेछ राजेश दाले। साह्रो छ हौ अलिकति। फिलहाल चाहिँ राजेश दा र म चाहिँ माथि बाँदर हो। विन्टरमा चाहिँ दामी हुनेछ हौ। पानी झरीमा आउनुपर्छ त अब। त्यही त विन्टर होइन समर हो। समर हो मतलब विन्टरमा चाहिँ सबै खोलिदिनेछ नि त। बा हिमाल देख्छ कि देख्दैन होला यहाँबाट हिमाल देख्दैन। त्यो त हिमालय छैन मधेस छ यो हो। अन्त यो यहाँबाट सिधा पारिपट्टि हेऱ्यो भनेदेखि अब तलतिर रम्फूदेखिको विचारमै त्यसको पारि कालिम्पोङहरू छ। त्यसको उतापट्टि कफेरको डाँडा उतापट्टि मेरो घरको डाँडाबाट उता डाँडै छैन। लास्ट डाँडा हो गौँथली छैन। बानी पर्छ भनेको नि गाउँथली। गुड यहीँ यतै छ। देख्यो कालो देख्यो थोप्ला कालो देख्यो हो त्यही हो। हुन्छ त्यो ढुङ्गामा चाहिँ त्यो कालो त्यत्रो देख्यो कसरी अड्किन्छ त्यत्रो गाउँथली। त्यत्रो चाहिँ कहाँ अड्छ आफ्नो आफ्नो गुड हुन्छ नि हो। नि यिनीहरूले माटोको गुड लाउँछ नि त। जाउँ हेर्नु जाने सक्छ है तर यसले यस्तो भेटिहाल्छ टकटक गर्नु होला। यता यस्तो गयो त्यहाँ त यहाँ माथि छ देख्यो माथि छ अलिअलि माथि छ। तिमीसँग त यस्तो कर्फमा हुन्छ यस्तो उयसमा हुँदैन सिधामा हुँदैन। यो मुनि यस्तोमा त हुँदैन नि। मुनि छैन रहेछ। तपाईँ जस्तो मान्छे आइहाल्छ मुनि लागेन नि। टाउको दुख्यो त जाउँ भाइ के छ मुनि हेरौँ न एकपल्ट। छैन रहेछ नि। यहाँबाट छ देख्यो जाने नजाने जाउँ न। चरा भनेपछि फेरि हेर्नु मात्रै हो। पानी पर्न